गाइज गुड मर्निङ। होप सबैजना सन्चै हुनुहुन्छ होला। अहिले चाहिँ म बन्दीपुरमा छु। हिजोकै ब्लग हेरिसक्नुभयो। अहिले चाहिँ 5:30 बज्यो। 5:30 बजे नै कति उज्यालो हुन्छ हेरौँ है त। अनि 5:30 बजेको भ्यू यस्तो छ बन्दीपुरदेखि। म चाहिँ तल लाइन आएको थिएन, पानी बसालेर आएको थिएँ। अब तल जान्छु। दिनुहोस्, यस्तो माया गर्ने साथी कम नै पाउनुहुन्छ है। थ्याङ्क यू। हामी चाहिँ अब पानी खान्छौँ। पानी खाने बेला भयो। बल्ल 6 बज्यो। यति छिटो उठ्छौँ क्या हामी। ल बस्नुहोस्, मैले बनाएको मिठो ब्रेकफास्ट खानुहोस् होला नि। अझ केटीहरूमा हामी मात्र यस्तो हो कि अरू नि यस्तै होला है। यही हामी जाने भनेको कति 8 बजेबाट हो। अहिले 8:30 यहीँ भइसक्यो होला। हामी रेडी हुन त 2 घन्टा भइसक्यो। केही चाहिँ छैन साँच्ची भनेको। हामी रेडी भएको मात्र 2 घन्टा त भयो है। हामी 7 बजेबाट रेडी भएको होइन। 7 बजेबाट हाम्रो मेकअप सुरु भएको। 8 बजे ब्रेकफास्ट खाएर जाने भने मान्छे अझ यहीँ छौँ। हाम्रो फोटो भिडियो कहिल्यै नसकिनु भयो के। ल अब त जाम। अहिले आउन ढिला हुन्छ फेरि। गाह्रो छ। ल बन्दीपुर बजारको माहौल चाहिँ यस्तै छ है। भिडभाड छ। हामी चाहिँ लाग्यौँ ग्रेटवालतिर। फोटो भिडियो चलिरहेको छ। हिँड्न सक्ने कि होइन उकालो छ अरे। हेरौँ, हेर्दै जाऊँ। ल अहिले नै गाह्रो भइसक्यो। कसरी हो हिँड्ने। यति 5 मिनट हिँड्दा यस्तो छ साथ। उहाँ त खै पुगिन्न क्या हो। हिँडौँ धेरै कहाँसम्म पुगिन्छ। ल यस्तै सिडी बाटो लगभग 45 मिनट जति हिँड्न पर्छ क्या। हामीलाई त 1 घन्टा लाग्छ होला। उकालो बाटो छोटो पर्छ होला। उकालो बाटो छोटो पर्दैन। एकछिन नै यत्रो टाइम भइसक्यो। के अरे गाह्रो भइसक्यो एकछिनमै त। उकालो उस्तै होला। 3 जना नै धेरै हिँड्ने भएपछि यस्तो हुन्छ। कमसेकम 1-2 जना मात्र हिँड्ने भएको भए नि एकजनालाई जसो तसो लग्न हुन्थ्यो होइन। 3 जनै उस्तै क्या फेरि। हामी त एकदम ट्राभलर हो एकदम। हामी त के भन्छ अरे खुमाइ त एकछिनमा पुग्ने मान्छे। अरू कहाँ छ एबिसी यताउता त कुरै नगरौँ। कति हिँडिन्छ। यो त के हो र 5 मिनटको बाटो हाम्रो लागि। गाइज हामी चाहिँ त्यहाँदेखि आएको बन्दीपुर बजार यही हो। अनि केबल कार चढ्नलाई चाहिँ त्यहाँ माथि जानुपर्छ। अहिले फेरि उक्लिनुपर्छ। ल एकदम राम्रो छ है ठाउँ चाहिँ। ल हामी बल्ल यहाँ आइपुग्यौँ। ठाउँ चाहिँ एकदम राम्रो छ। आनन्द नि छ। हिँड्न चाहिँ साह्रै गाह्रो। हिँड्न सक्नेहरू मान्छे त आउँदा हुन्छ। एकदम रमाइलो छ। आउनै पर्ने छ। अनि बाइक हुनेहरूको आफ्नो साधन हुने भयो भने चाहिँ रोड बाटो पनि जाँदो रहेछ क्या माथि नै। त्यहाँ बाटो हामी पुग्ने चाहिँ त्यो डाँडामा होला। यहाँबाट माथि गएर अनि सिधा उता जानुपर्छ त्यो डाँडामा। ठ्याक्कै मैले यहाँ देखानेर त्यहाँ चाहिँ हामी पुग्नुपर्छ। त्यहाँ पुग्न त खै सकेला जस्तो छैन। ल हामी चाहिँ पुरानोको टाइम है। कोही फर्किसकेछ, कोही कुरो हामी बल्ल आउँदै। अब यो शीतलमा एकछिन बस्छौँ अनि जान्छौँ। यही नै हो। यहाँदेखि सुरु रहेछ। हामी चाहिँ मन्दिरनिर आएर बसेछौँ। एकछिन शीतलमा बस्छौँ अनि हिँड्छौँ। यहाँ चाहिँ फोटो भिडियो खिचेर भ्यासी चाहिँ हामी त्यहाँबाट जान्छौँ। पुरा चाहिँ जाँदैनौँ होला किनभने धेरै टाढा छ। टाढा भन्दा नि सबै सेम भइसकेपछि त के जाने। त्यही एउटै सिडी भयो भने यतैबाट फर्किने भनेछौँ। ल यहाँ चाहिँ 1 घन्टाको फोटो सेसन पछि हामी जाँदैछौँ अब बल्ल मिनी ग्रेटवालमा। 1 घन्टा लाग्यो क्या हामीलाई यहाँ फोटो भिडियो खिच्न। कतिवटा भयो कस्तो भयो थाहा छैन। ल यहाँ तल देखिने चाहिँ बन्दीपुर बजार। बन्दीपुर बजारबाट चाहिँ त्यति टाढा छैन। हिँडेर एकछिनमै आइन्छ। लगभग 45 मिनटमा आइन्छ ढिला हिँड्यो नि।
अनि हामी चाहिँ बिस्तारै बिस्तारै हिँड्दै फोटो भिडियो बनाउँदै गर्दा चाहिँ 1.5 घन्टामा बल्ल बल्ल आइयो। यहाँ जाँदैछौँ, हेरौँ। यही हो मिनी ग्रेट वाल है हाम्रो नेपालको। चाइना पनि जानु पर्ला नि कुनै दिन। ल हेरौँ है, राम्रोसँग घुम्न नआए नि यहीबाट हेरौँ। अर्को पटक चाहिँ घुम्न आउनु भएकोहरू चाहिँ ठिकै छ, नयाँ नयाँ ठाउँमा फेरि घुम्न जानु, घुम्न नआएकोहरू चाहिँ यहाँ आउनु। हामी चाहिँ पोखरा जानलाई चाहिँ हामी यताबाट जानुपर्छ। यता चाहिँ गोर्खा नुवाकोट त्यस्तै हुनुपर्छ, मलाई पनि थाहा छैन। यहाँदेखि चाहिँ सबै 2-3 वटा जिल्लाहरू देखिन्छ अरे भन्नुभएको थियो। यहाँ नजिक सोध्नको लागि कोही नि छैन। अब सबै बाहिरबाट आएको हामी जस्तै घुम्न आउनेहरू हुनुहुन्छ। ल हामी चाहिँ ग्रेट वाल गरेर नै आयौँ। अब एकछिन यहाँ बस्छौँ। जुम गर्नुपर्ने के छ है अलिकति ल यसरी हुन्छ हाम्रो फोटोसुट चाहिँ है। 3 जना मात्र आएपछि कोहीले फोटो नखिचेपछि यसरी फोटो खिचिन्छ। हाम्रो चाहिँ यहाँको फोटो भिडियो खिचेर सक्यो। अब जान्छौँ तल बजारमा, रुममा गएर एकछिन आराम गरेर फेरि जान्छौँ ड्रेस लगाउन, नेवारी ड्रेस। ल हामी आइपुग्न लामै बजारमा। धेरै टाढा त त्यति टाढा चाहिँ होइन, जस गएर आइयो, रमाइलो भयो माथितिर। ल बजार नि आइपुग्न लाग्यो। के छ त नि, कस्तो भयो हजुरहरूलाई? रमाइलो भयो एकदमै। कतिको गाह्रो भएछ? छैन, ओह्रालो झर्दा त्यस्तो रमाइलो भएछ नि है। गाह्रो बिर्स्यो। ल मलाई धन्यवाद भन्नु नि त, मैले यत्रो ठाउँमा यस्तो ठाउँमा घुमाउन लिएर आएँ, यति राम्रो ठाउँमा। धेरै धेरै धन्यवाद। हामी त सबैले बयान गर्न सक्दैन। अनि कहिले अस्ट्रेलियन बेस क्याम्प लग्छु, कहिले बन्दीपुर, अब फेरि छिटै चितौनी लग्छु मेसो मिल्यो भने। ओहो नि यस्तो साथी पाउनु त भाग्यमानी हो। अनि यस्तो मेरो ब्याग बोकिदिने दिदी पाउनु नि भाग्यमानी हो। हामी चाहिँ यहाँ तलदेखि नि बजारबाट यो डाँडामा गएर आएको, यो बाटो उक्लिँदै। त्यति टाढा छैन, देखिँदा डाँडा देखेँ नि, टाढा चाहिँ छैन। रमाइलो छ हिँड्दै, गफ गर्दै हिँड्दै बिस्तारै। ल हामी आयौँ है बजारमा। ल हामी चाहिँ अब ड्रेस लाउन हिँडेको है। फोटो खिचेर त कहिल्यै सकिन्न हाम्रो। यति धेरै भिड छ कि त्यो कति भिड हो। हामी चाहिँ अब यहाँ ड्रेस लगाउन जान्छौँ। ल हामीले चाहिँ ड्रेस लगाएर फोटो भिडियो खिचेर हिँड्यौँ। अघि चाहिँ फोटो भिडियो खिचेको चाहिँ बनाएन, हतार भयो फोटो भिडियोकै उसमा। ल है हामी बन्दीपुर घुम्न आएको। यो चाहिँ सबै हाम्रो प्रतीक्षा म्यामले स्पोन्सर गरेर त खैदन पर्ने छ फेरि। ल बाई बाई बन्दीपुर। अब लाग्यो हामी आफ्नै गन्तव्य, आफ्नै घरतिर। ल हामी चाहिँ आयौँ है केबल कार चढ्ने ठाउँमा। अब चाहिँ यहाँदेखि तल डुम्रे बजार जान्छौँ। हतार छ हाम्रो, कता लाइन जान्छ कि भनेर। हामी त जाँदा नि हिजो नि आउँदा नि आज लाइन आउने जाने भन्छ गाह्रो छ, गाह्रो। आज नि रोक्यो, अब कति मिनट रोकिन्छ? ल अब टाइम हेरौँ है त। आज नि रोक्यो केबल कार। ल आयौँ है हामी। अटो त हुने रहेछ के अरे है। अब यहाँबाट डुम्रे बजार गएर अनि पोखरातिर जान्छौँ। बाई बाई बन्दीपुर। ल हामी पोखरा आयौँ है।